नमस्ते सबैलाई। म चाहिँ आज होइन अनि यसो आज भनेर डेली हिँड्छु किनभने निन्दा नलाग्ने कि अनि जति काम गऱ्यो नि अब किनभने हातको मात्र हुन्छ नि त अनि हातको मात्र काम हुन्छ अब हिँडिराख्नु पर्दैन त्यही गर्छु होइन पोस मात्र चलाउने हुन्छ नि त त्यही भएर म चाहिँ अनि राति सुत्नै सक्दैन कि अब चाहिँ अब त्यो सोच्न थाल्यो भने चाहिँ निन्द्रै लाग्दैन होइन अनि म चाहिँ यसो हिँड्नु पऱ्यो भनेर अनि थकाइ लाग्छ खुट्टा गलिन्छ नि त त्यसपछि चाहिँ अनि त्यहाँदेखि सुत्नलाई चाहिँ आनन्दले निदाइन्छ कि अनि थाकेपछि चाहिँ त्यही भएर एक्सर्साइज गर्न आउँछु राति चाहिँ आज मलाई यस्तो नरमाइलो लाग्यो होइन तर हामी विदेशी हुनुको चाहिँ फाइदा पनि बेफाइदा चाहिँ के भन्दाखेरि अब घरमा फ्यामिलीहरू केही भयो भने अनि अब केही गर्नु सक्ने न झट्ट जान पाउनु न देख्न पाउनु होइन मलाई चाहिँ कस्तो माया लाग्यो होइन अनि एउटा दिदी के मेरो आउनुभयो अनि दिदीले भन्यो कि नानु म त अझ बिरामी छु नुन बारेर छु म त हिँड्नै सकेको छैन भने किन भन्दाखेरि उहाँको बुवा बित्नु भएछ बिचरा विदेशबाट अब चाँडो जान पाउँदैन 5 दिन भयो बारेको अब नेपाल जाने भन्दै थिइन् चाहिँ त्यो चाहिँ उयो लाग्छ कि नरमाइलो लाग्छ कि आफ्नो बाबा मम्मीहरू बिरामी हुँदा अब कोही आफन्तहरू केही हुँदा किनभने झट्ट जान सकिँदैन अब ऊ भएकोभरि अब टिकट पनि अब पाइँदैन भनेको बेलामा होइन त्यही चाहिँ नराम्रो लाग्छ कि मलाई चाहिँ आज मलाई यस्तो ब्याड लक पनि राखेको छ उयो चाहिँ हाम्रो कम्पनी हो अनि अहिले बत्ती बालिरहेको छ ठुलो छ अनि मलाई चाहिँ यस्तो नराम्रो लागेर चाहिँ मेरो पैसा सर्ट आएर माइ गड मलाई त यस्तो के भएर पैसा सर्ट आयो किनभने हाम्रो रुल्स होइन जुन अब पैसा हुन्छ नि यो पैसाको काम गर्दाखेरि चाहिँ लास्टै झ्याउ के अब जहाँ होस् जुन काम चाहिँ काम भएपछि रिस्क त हुन्छ होइन अनि मेरो त यति अस्ति यसरी कि अब सर्ट आयो भने जुन आफ्नो पैसा सर्ट आयो भने होइन आफूले तिर्नुपर्छ कि अकाउन्ट्सलाई अनि के गर्नु यस्तै छ होइन काम गरेपछि हर कुरोको डिफ्रेन्ट टाइपको पीडा हुन्छ होइन अरूले देख्दा कुर्सीमा बसेर पैसा गनिरहेछ नि भन्छन् तर त्यहाँभित्र कति पीडा हुन्छ थाहा हुँदैन होइन रिस्क हुन्छ हर कुरोको रिस्क हुन्छ कि यस्तै छ साथीहरू होइन उयो पनि के मन पनि कस्तो राम्रो लागिरहेछ अनि अहिले फेरि प्लेन आउँछ क्या प्लेन भने कति मजाले तलसम्म आउँछ कि एयरपोर्ट नजिक भएर होला मलाई चाहिँ कस्तो अब एक्लै हिँड्न मन लाग्छ अनि त्यो साथीभाइ झ्याउ झुल त्यो हुन्छ नि त्यो चाहिँ एक थोकै मन पर्दैन कि यति झ्याउ लाग्छ यहाँतिर गाडी बुझ्दैछ यहाँ चाहिँ कस्तो खाली छ कि फेरि हाम्रो यहाँतिर चाहिँ अनि उयो चाहिँ यति धेरै राम्रो उयो छ यहाँ यो चाहिँ भिल्लाको साइडमा खाली छ क्या तर पनि यहाँतिर चाहिँ अब जस्तो सुकै हुन्छ नि के भन्छ ड्रेजर भए पनि अब कस्तो फुल रातो फुल रोपेर हो कि के गरेर हो कि रोड यति सजावट फुलले सजावट गरिरहेको हुन्छ त्यसै राम्रो लाग्छ कि मलाई हाम्रो नेपालमा पनि पहिला चाहिँ होइन पहिला त्यो बानेश्वरमा छ नि कस्तो नराम्रो थियो त्यो बाटो होइन अहिले त स्वर्ग जस्तै हरियाली त्यो बालिन्साले कस्तो राम्रो बनायो कि अनि जहाँ भए पनि के अनि नेपाल विदेशमा धरि कि अब विदेशीहरूले धरि के मलाई त बालेन मनपर्छ के भन्छ के अरे योङ पनि छ उसले कस्तो राम्रो काम गरिरहेछ कोले भोट हाल्यो बालेन शाहलाई त्यस्तो भनेर सोध्न आउँछ कि जो पनि मलाई चाहिँ कस्तो प्राउड फिल लाग्छ कि ओ माइ गड विदेशीहरूले सोध्छ अनि भनेर कि राम्रो मान्छेलाई होइन जता पनि यो हुन्छ कि यस्तै छ हो हाम्रो कुर्सीहरू म चाहिँ हिँडिरहेको छु आजलाई यति नै हो मेरो च्यानललाई हेरेर सब्सक्राइब सपोर्ट गरिदिनु होला थ्याङ्क यू एभ्रीवान टेक केयर ह्याभ अ
good evening and good night.